हाई गुड इभिनिङ। हामी मायावासी लुना पार्कबाट बोल्दैछौँ। हाम्रो धामी साथी, हाम्रो निरज साथी, हाम्रो नाम के अरे प्रकाश साथी है। हामी चारजना छौँ अहिले चाहिँ। अनि यही साथीहरू चाहिँ सबैजना ऊ चाहिँ भर्खर नियङ्ग गएको पढ्दै, हामी तिनजना चाहिँ सँगै एउटै सेनमा गएको पनि पढ्दै। अनि खास कुरा चाहिँ के हो भने पहिला टोकियोमा बस्दा साथीहरू बाहिर बस्दाखेरि चाहिँ यो बेन्तोमा चाहिँ काम नगरेको रहेछन्। अनि म पनि बेन्तोमा काम नगरेको, फर्स्ट टाइम गरेको। अनि त्यस पछाडि के भइदियो भने बेन्तोमा फर्स्ट दिन काममा गएको, काममा जाँदा ठिक थियो, यताउता सब ठिक भयो। जब काम गर्दा गर्दै पिसाब लाग्यो, पिसाबले च्यापेको थियो, साह्रै च्यापेको थियो। अनि पिसाबले च्यापेर अनि पिसाब गर्नलाई चाहिँ स्याइनले सोधेर निस्किएको थिएँ माथि। छिर्ने बेलामा त अर्कोले ढोकाको टच गरेको थियो, छिरिहालेँ म पनि। अनि त्यही बेला छिरिदिइहालेँ। अनि गएँ पिसाब सिसाब फेरेँ। अनि बाहिर निस्किने बेलामा चाहिँ ढोका तान्छु मरिकै आउँदैन, छुने ठाउँ पनि भेट्दैन फेरि। लास्टमा के भइदियो भने अनि यता हेरेँ उता हेरेँ, लास्टमा के गर्यो भने त्यहाँ एउटा कालो कालो डिब्बामा एउटा पाल हुँदो रहेछ क्या। त्यो पालमा के गरियो भने हात हालियो। हात हालेको अनि माथिबाट सेनिटाइजर झऱ्यो। त्यस पछाडि चाहिँ ढोका खोलिँदो रहेछ। यो कुरा चाहिँ याद रहोस् कि केटा, बेन्तोमा काम गर्न गएर तोइरेमा जाँदा तोइरेमा जाँदा चाहिँ ख्याल गर्नुपर्ने कुरा यो हो। यो चाहिँ जनचेतनाको लागि। घरमा हो तोइरेको के रे बेन्तोको तोइरेमा चाहिँ नजाऊ है। सुरुको दिनमा त हराउँछ यार, साँच्ची हो कि नै ब्रदर? हो साथी हो। ओए निरज, हो बिल्कुल बिल्कुल। तिमीलाई त्यस्तो भयो कि नै? कस्तो तिमीलाई त्यो म भिडियो हेरेर कमेन्ट गर्छु। ए ल कमेन्टमा भन्छु म, त्यही भन्छु। ल ल ल